नमस्कार दर्शक वृन्दहरू, स्वागत छ तपाईलाई यस च्यानल नेपाली कथामा। आजको कथा रहेको छ स्वर्ग जाने सिंडी। यो कथालाई दार्जिलिङका रीता ठकुरीज्यूले संकलन गर्नुभएको हो र यो कथा प्रज्ञा नेपाली लोक कथाबाट साभार गरिएको हो। मानिसहरूमा स्वर्ग भन्ने ठाउँ उभोतिरै छ भन्ने विश्वास छ। अहिलेको कम्प्युटर युगमा पनि हामी स्वर्ग भन्ने बित्तिकै उभो आकाशतिर नै छ होला भन्ने विश्वास गर्छौं। बरु नरको लोक चाहिँ उधो पातलतिर नै छ होला भन्ने सबैलाई लाग्छ। उहिलेका आदिम निवासी लेप्चा जातिका पुर्खाहरूले पनि स्वर्ग जानलाई हाँडीहरू थुपारेर स्वर्ग जाने सिडी बनाएका थिए रे। उहिले नै एक समयमा लेप्चाहरू भेला भएर स्वर्ग जाने सिडी बनाउने योजना बनाएछन्। धेरै बहसपछि माटोले बनाएका हाँडीहरू थुपारेर स्वर्ग जाने सिडी बनाउने योजना सबैभन्दा सजिलो लागेर सबै एकमत भएछन्। यसरी धेरै वर्षसम्म धेरै मानिसहरूले कठोर परिश्रम गरी माटाका हाँडीहरू बनाएर थुपार्न थालेछन्। यसरी हाँडीहरूलाई मिलाएर थाक लगाउँदै पिरामिडको आकारमा थुपार्दै जाँदा जाँदा सिडी धेरै अग्लो भएछ। अब स्वर्ग पुग्न धेरै टाढा थिएन रहेछ। आधुनिक सञ्चार यन्त्रहरू नभएको युगमा हाँडीहरू तल जमिनबाट माथि टुप्पोमा पुर्याउनलाई माझमा धेरै मानिसहरू थिएछन्। स्वर्ग पुग्नलाई केही हाँडीहरूको मात्र आवश्यकता थिएछ, तर एक अर्कामा कुराहरू बुझाबुझ नहुँदा सबैभन्दा फेदमा बस्ने मानिसले हाँडी फुटाइदे भनेको बुझेछ। यसरी फेदको मानिसले गलत कुरो बुझेर हाँडी फुटाउने हुँदा थाक लागेका सबै हाँडीहरू पनि फुटेछन्। साथै यो निर्माण कार्यसँग संलग्न रहेका धेरै मानिसहरू पनि मरेछन्। यसरी ती हाँडीहरू फुटेर सिक्किमको दरमदिन नामक समतल क्षेत्रहरू निर्माण भएका हुन् रे भन्ने जनश्रुति आजसम्म पनि छँदैछ। दरमदिनमा अहिले पनि हाँडीका भग्नावशेषहरू पाइन्छन् रे। आजको कथा स्वर्ग जाने सिडी तपाईलाई कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला। यो कथा दार्जिलिङका रीता ठकुरीज्यूले संकलन गर्नुभएको हो भने प्रज्ञा नेपाली लोक कथाबाट साभार गरिएको हो।